गाइस त के छ तपाईहरु सन्चै हुनुहुन्छ सन्चै भएन भने मलाई बाले भएन गाइस आज फेरि मैले न्यू भिडियो लिएर आएको छु हैन दुर्गेश दाइको गाना सुन दुश्मन हेरेको हेरे भन्ने गीत भर हैन र यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु गाइस ल भिडियोलाई लास्ट सम्म हेर्दिनु है गाइस ल भिडियोलाई स्टार्ट गरौँ तपाईले मलाई के सोध्नु हुँदैछ अघि फेरि सोध्नु त एकपल्ट मैले राम्ररी बुझिन के हो तिम्रो नाम बहिनी परिचय पाम दाइ म बहिनी हैन त यार अब परिचय सोधिहाल्नु भाइ हो म यार भुवन भण्डारी हो के म यहाँ ओदालगुडी आसामको किन सोध्नु भयो यसरी म कस्तो छु जस्तो लाग्छ तपाईलाई हिमाल जस्तै रहेछौ तिमी हिमाल जस्तो देखेँ म त यता दिदी विन डाँडा जस्तै देखेछु त लु टी सब चाहिँ छोड्दिनु कि दाइ दिदीसँग चाहिँ बात गरौँ त अनि दिदी कहाँ हिँड्नु भएको तपाईँ चाहिँ यतै हिँड्नु भएको अनि तपाईँको चाहिँ नाम के अरे दिदी दिदी नाम भन्नु हुँदैन र नाम भन्दा ठुलो त काम हो त मलाई पनि थाहा छ कि अब के भन्नु अब कहाँ हिँड्नु भएको तपाईँ भन्नु त नराटिकिन ए बजार हिँड्नु भएको त्यो बजारबाट चाहिँ मलाई 2 लिटर आलु र नि त 1 केजी पानी चाहिँ ल्याइदिनु ल दिदी ल हुन्छ जस्तै नि ल्याइदिनु ल के बालेर हिँड्नु भएको दिदी राततिर आउँदैछ तपाईँ अनि बजार सजार हो बिजुली बालेर हिँड्नु भएको अनि अनि तपाईँलाई चाहिँ कसले हेरेको हेरे अरे दिदी केटो पो हेरेको अरे ए ल दिदी तपाईँसँग भयो दुर्गेश दाइसँग बात गरौँ न दुर्गेश दाइ अनि तपाईँको गीत चाहिँ आजभोलि कहाँ बिक्छ अरे आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ फिल्मतिर पो बिक्छ अब कुन चाहिँ फिल्म हो त मलाई थाहा भयो निलो फिल्म हो कि जस्तो लागेको थियो कि दाइ ए अनि के भएर तपाईँको चर्चा चाहिँ हुन्छ अरे त्यहाँ खर्च भएर या चर्चा भएको छ ठिकै छ नि त दाइ ठिकै छ चर्चा भएर खर्च भएर चर्चा भएर के हो त्यो भएको छ तर यति जोसमा चाहिँ नहल्ला गर्नु न दाइ त तपाईँ चाहिँ के उडाउँदै अरे दाइ पुरा एकदम फ्ल्याग छानिराख्नु भएको छ अरे के उडाउँदै अरे म पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो उडाउँदै दाइ पैसा उडाउँदा गाडी उडाउँदा धुलो त उडिहाल्छ नि त अनि तँ पनि भन्ने कुरा ठिकै भयो अब त्यो तपाईँको कुरो होइन अनि तपाईँ चाहिँ कस्तो छ अरे पारा तपाईँको चाहिँ दाइ मेरो यस्तै छ पारा तपाईँको यस्तै पारामा चाहिँ तपाईँको दुश्मन चाहिँ कति छन् दाइ भन्नु त मेरो दुश्मन छ धेरै पैसा उडाउँदा गाडी उडाउँदा धुलो उडाउँदाखेरि चाहिँ अनि त दुश्मनहरू चाहिँ तपाईँको के गर्छन् दाइ त्यतिखेर भन्नु त मलाई दुश्मन हेरेको हेरै ठिकै छ दाइ होइन दुश्मनलाई चाहिँ हेरेको हेरे बनाउनु पर्छ होइन ल गाइस होइन भिडियोमा नहुन्छ नि च्यानललाई सब्सक्राइब गरिदिनु भिडियोलाई लाइक गरिदिनु कमेन्ट पनि गरिदिनु ल गाइस होइन बाई बाई लभ यू